साथीहरु नमस्कार। आज मैले हामी एकजना हाम्रो अनुभवी बाजेसँग चाहिँ कुराकानी गरिरहेका छु जो भारतीय सेनामा पनि धेरै पहिले चाहिँ आफ्नो सेवा दिइसक्नु भएको उहाँको अनुभव छ। त्यस्तै नेपालमा पनि अब नेपालको कालीकोट जिल्लाको मान्छे गाउँघरको पनि अनुभव भएको उहाँसँग हामीले चाहिँ एकदम उपयोगी कुराकानी गरेका छौं। आउनुस् उहाँको कुराकानी सुनौं। नमस्कार बाजे। नमस्कार नाज, नमस्कार। अब तपाईँ हाम्रो यस च्यानलमा चाहिँ हामीले तपाईँलाई बोलाए अलिकति हामी तपाईसँग कुराकानी गर्न खोजिरहेका छौं। अब तपाईको पहिला नाम, कति वर्ष हुनुभयो अहिले, आफ्नो अलिकति परिचय भन्नु, कहाँबाट आउनुभयो? म नाच्यो कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर 8 लालु देउपाल्चा। मेरो नाम रामबहादुर भण्डारी। म 2002 सालमा मेरो जन्म हो। विक्रम सम्वत 2002 भने 80 वर्ष ठ्याक्कै पुग्नुभयो। 2002 सालमा मेरो जन्म हो। अहिले म सायद 80 वर्षको हट्दैछु। तर पहिला म अहिले 21 वर्षको हुँदाखेरि भारतमा गयो। 1972 सालमा भारत र पाकिस्तानको लडाई भयो। त्यो लडाईमा भर्ना भयो। ल त त्यसो भए तपाईँ इन्डियन आर्मीमा भर्ना हुनुभयो? हजुर। त कसरी भर्ना हुनुभयो? पहिला चाहिँ कहाँबाट थाहा पाउनुभयो कि इन्डियन आर्मीमा भर्ती खुलिया छ, हामीलाई लिने हो भन्ने? म भटिन्डामा पन्जाब भटिन्डामा थिएँ। त्यतिखेर लडाई लाग्यो। त्यतिखेर किन आउनु भएको थियो? म त्यतिखेर पन्जाबमा त्यही घुम्न गएर पछि म एउटा घरमा काम गर्दै थिएँ। अच्छा। पहिला कालीकोट अथवा हाम्रो ठाउँबाट त्यहाँ काम गर्ने मान्छे हुन्थे, त्यसपछि पन्जाबतिर यतातिर हैन? हजुर। तपाई पनि त्यसै कामका सिलसिलामा आउनु भएको थियो? हजुर गएको थिएँ। फेरि एउटा घरमा काम गर्थेँ। फेरि लडाई लाग्दाखेरिमा अनि मतलब त्यो पाकिस्तान र भारतको लडाई हजुर भयो हैन? हुँदाखेरिमा म त्यहाँ काम गर्दाखेरिमा फेरि यस्तो पाकिस्तान र भारत लडाई भयो। अहिले लडाई बन्द भयो। भारतले यस्तो गर्यो, यताउति गर्यो भन्दा सुनियो। फेरि त्यो भर्ना खुलेको छ भन्दा सुने मैले। सुन्दाखेरि कयौं साथीबाट सुनियो भनौँ। त्यो इन्डियन आर्मीको भर्ना, इन्डिया आर्मीको भर्ना खुलेको छ भने कयौं साथीसँग सोधे कहिले हो क्या भन्दा यस्तो फलाना दिन यस्तो भर्ना खुलेको छ भन्दाखेरि म त्यही दिन भर्ना हुन गएँ न। त्यो जाँदाखेरिमा मतलब त्यही बेला क्या चाहिँदै थियो भर्ना हुन लागि? क्या लिनु पर्दछ? केही चाहिन्छ कि नै? केही चाहिँदैन थियो न त्यो हैन। अनि अहिले हाम्रो शरीर ठिक हुनु पर्थ्यो। कोही रोग ब्याग भनौँ यताउति नभएको त्यतिखेर केही लिनु पर्दैन थियो। बल्कि लडाई लाग्दै थियो अरे सेना मर्दाखेरि। त्यतिखेर भारतलाई सेनाको जरुरत पनि थियो। फेरि त्यतिखेर म भर्ना भएर अनि नाच्यो। 12 वर्ष 12 वर्ष सेवा गर्नुभयो? 12 वर्ष सेवा गरियो। 12 वर्ष पछि घरको केही कारणले नगरी छोडेर घरमा आयो नातियो। अनि बिहा कहिले गर्नुभयो त? बिहामा गर्नुभयो कि? बिहा त मैले सेनाका बिचमै बिहा गरेको। सेनाका बिचमै भर्ना गरेको सैनिक बित्तिकै यो यसको बजेट चाहिँ तयार गरेको। पछि गर्नुभयो? नौकरी छोडे पछि गरेको। नौकरी छोडे पछि गर्नुभयो। पहिला कि चाहिँ बित्नुभयो? केही बिमार हुनुहुन्थ्यो कि के? सुत्केरी पैसामा त्यही बेला चाहिँ अब त्यति राम्रो ऊ पनि थिएन, हस्पिटल थिएन, त्यस्तो समस्या थुप्रै भयो। हजुर। अनि अहिले आउनु भएको छ भारतमा। अब त्यही बेला र अहिलेमा के फरक छ त? कस्तो लाग्यो यहाँ अहिले? पुना कस्तो लाग्यो? अब पुना त मेरो देख्दामा त नाच्यो माथि आकाश पाइयो हैन। यति राम्रो देखियो नाच्यो, यति राम्रो देखियो। एउटा ठुला अल्का कोठीमा गएर सारा हेर्दाखेरिमा त पुना भन्ने चिज त धेरै विकसित भएको ठाउँहरू धेरै जति राम्रो माने नाचियो हैन? निकै राम्रो माने। अनि महलमा घुम्न जानुभयो अघि? कस्तो लाग्यो महलतिर? उहाँतिर पनि धेरै भित्र जाँदाखेरि हड्ने बेला के हडाल्दो रहेछ। आफू हड्नु पर्दैन, बसेपछि आफू हडिजाँदो रहेछ। त्यभित्र त नाच्यो। त्यतिको त अमेरिका अथवा चीनमा पनि होला मेरो अनुमानले होला न थाहा रहेन। म त क्या सोच्छु थिएँ भने पहिला यार यहीँ त यति विकास छ, अमेरिका निकै विकास भन्दा त्यहाँ कतिको होला?
त्यसो सोध्छु जे म पनि भर्खर आयो बेला है। मैले आज त्यो महलमा जाँदाखेरि त्यहाँले पर्छ त अमेरिका पनि नै चाइना पनि साथ त्यहाँले पर्छ होला नि नाथे नाइ 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 छैन के भन्नु म त होसस भइगएन त्यसरी किन एकदम चिटिक्क बनाएर आएको रे साफ सफाई कस्तो मान्नुभयो साफ सफाई बाप रे बाप रे बाप रे बाप है। पुरै नर्नुहोस् त्यहाँले पर्छ साथ अमेरिका र चाइनामा छैन होला नाथे छैन होला नै हामीले त सुनिया चाइनामा यहाँभन्दा पनि अझ राम्रो छ अरे भन्दा होला 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 त्यही बेला नि म सोध्छु यहीँ त यति छ त्यहाँ चाहिँ कति राम्रो होला होइन होला नाच्यो अब हामीले नदेखेको अब हामीले बढी भयो होला नहुने त कुरै भएर नाच्यो यहाँ होला राम्रो हुने होला हो साँच्चै हामी अब हाम्रो गाडी गाउँ जानु पर्यो भने पनि बाटो कच्याङ्ग्रा यस्तो हुने उसो हुने हालत भइकन धुलो उडिकन यहाँबाट त्यहाँ गएपछि अघिल्लो मान्छे नचिनिने होइन यहाँ देखे बेला मलाई पनि त्यसै लाग्यो हामी अब म सोध्छु अनि हाम्रो नेपाल कहिले होला है यसो अब हुन त होला नाच्यो कहिले हुने होला होला तर नेपालमा यस्तै झगडा भयो भने के हुने भयाभरीको त्यहाँ झगडाहरू बस्तान भयाभरी होइन यस्तै छ अहिले को छन् घरतिर मेरा 3 छोरा त यही पुनै छन् तीन छोरा कति छोराछोरी हुन् हजुर छोराछोरी कति हुन् तिम्रा मेरा 3 छोरी 4 छोरा अच्छा 4 छोरा 3 छोरी 7 अहिले यतिखेर 3 छोरा पुणेमा छन् नोकरी गर्छन् उनीहरूलाई म भेट्न गर्न आएको छु एक माइलो छोरो घरमै छ नातियो एक माइलो छोरो घरमै अब खेती किसानी गर्ने एउटा घरमै छ अरू 3 छोरा चाहिँ त्यहाँ भेटियो अब कहाँ छन् पुना त एक त यही भयो अर्का ये 2 त मेरा छोरा यही पुणे यही छ एक जबर यही भित्रै छन् हाइलो छोरो पर कहाँ नाउँ बिच्चिले मैले पर कहाँ भन्छ पर कहाँ हो त्यहाँ बम्बई अब बम्बई छ एक छोरो बम्बईमा छ 2 छोरा नेसन नाति ठिक छ त्यसपछि बम्बई पनि घुम्ने भयो हजुर बम्बईभन्दा पनि अझ खतरनाक त बम्बई छ म पनि अस्ति गएँ र त्यहाँ ओहो हो म पनि धेरै घुमिएको थिएन भर्खर हिजो बेलुका आएँ बम्बईबाट त्यहाँ पनि अझ झन् खतरा छ निकै छ मेरा छोरा काममा गए पनि नगए पनि नाच्यो मेरो सारा सहर जति निकै ठहर झेकाउन लाग्यो नाच्यो एकदम नै राम्रो क्या छ त बाँचेसम्म यसो घुमिहेल्नु पर्यो धेरै 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 धन्यवाद अझै पनि नाच्यो तपाईँ यही हुनुहुन्छ सबै मिल्या जुल्या आपसमा सल्लाह गरे स्वर गरे कोही पनि बिमारी सिमारी भएपछि ओरोपुरो गरेर मद्दत गरे उसको उपचार गरे मेरो आग्रह छ नाच्यो है ठीक छ अरु के भन्नुहुन्छ तपाईलाई अब धेरै मान्छे हेर्छन् उहाँहरुलाई के भन्नुहुन्छ आशीर्वाद के दिनुहुन्छ अरूलाई पनि धेरै धेरै मेरो छोराको लाग्दा हाम्रो साइनाको लाग्दा नि आउँदाखेरिमा उहाँको राम्रो साइनो पहिलादेखिमा अब सम्झिने हुनुभयो सम्झिनु छोराछोरी भए उहाँहरूलाई पनि म उहाँको र मेरो भेट भएको म धेरै धेरै हृदयदेखि धन्यवाद भन्न चाहन्छु तपाईलाई पनि धन्यवाद यस्तै खुसी रहनु यसरी घुम्नु मस्त जिन्दगी ठीक छ त साथीहरु बाजेका लागि लाइक कमेन्ट शेयर जो गर्नु छ गरिहाल्नु होला ओके